आज दिनेश भाइलाई के भयो कि त्यस्तो मैले अचानक हस्पिटल लिएर गएँ। अल राइट गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज त शनिबार, त्यही पनि कहाँ सुख पाउँछु र भर्खरै कलेजबाट एक्जाम दिएर आएँ। मैले हजुरहरूलाई पहिला पनि भनेको थिएँ कि हाम्रो प्रत्येक शनिबार चाहिँ एक्जाम हुन्छ भनेर। घरमा आउँदा त दिनेश भाइ पनि आएको रहेछ अनि हामीले खाना खान्छौँ अनि हल्का नोट बनाउँछौँ अनि हस्पिटल जाँदा फुपूले चाहिँ हामीलाई लोकल केरा दिनुभएको थियो अनि हामीले पनि त्यसलाई मजाले खान्छौँ। बिचारा दिनेश भाइलाई त एउटा हातले मात्र खाँदा त कस्तो गाह्रो भइरहेको थियो। त्यसपछि हामी दुई भाइ हस्पिटल जानको लागि रेडी पनि हुन्छ। हस्पिटल जाँदै गर्दा बाटोमा साथीसँग पनि भेट हुन्छ। गोरो मान्छेले पुरा कालो मास्क लाउँदा त आज अर्कै मान्नेको थियो। त्यसपछि हामी त्यहाँबाट पनि छुटेर अटोमा चढेर सिधै हस्पिटलमा बस्छौँ। हस्पिटलमा त बिरामीको लाइनको कमी नै थिएन भने आमा कति धेरै लाइन हो। त्यसपछि हामी पालो कुर्न भनेर लाइनमा लाग्छौँ। लाइनमा लाग्दा लाग्दै भाइले चाहिँ पुरा एक निद्रा पुऱ्याइसकेको थियो। बल्ल तल्ल 1-2 घन्टाको पर्खाएपछि हाम्रो पालो पनि आउँछ र हामी त्यहाँबाट औषध गरेर निस्किन्छौँ। भाइको चाहिँ हल्का सानो एक्सिडेन्ट परेर चाहिँ हात चाहिँ पुरै सुन्निएको थियो। त्यसपछि हामी फेरि अटोमा चढेर चाहिँ सिधै नास्ता पसलमा जान्छौँ र 2 हाफ चाउमिन पनि मगाइहाल्छौँ। त्यसपछि चाउमिनलाई अचारमा मोलेर मजाले घम खाइदिनेश भाइको चाहिँ हातमा चाहिँ ब्यान्डेज बानेको थियो, त्यही भएर हात चलाउनु पनि मिलेको थिएन। त्यही भएर चाहिँ मैले दिनेश भाइलाई पनि खुवाइदिन्छु। त्यसपछि हामी त्यहाँबाट निस्किएर चाहिँ सिधै अर्को पसलमा जान्छौँ र म्याङ्गो जुस किन्छौँ। त्यसलाई मजाले चुस्दै खाएको त आमामा क्या दामी मिठो। अनि दिनेश भाइलाई पनि दिन्छु र दिनेश भाइले पनि खान्छ। अनि आजको लागि चाहिँ यति नै, बाई बाई।